एक यस्तो कथा केवल जिन्दगीमा केही गर्न खोज्नेहरूको लागि विशेष हुनेवाला छ है त। कुनै समय रामबहादुर गुरुङसँग एक प्लेट भात किन्न पनि पैसा थिएन। बुबा सानैमा बिते। आमा अरूको घरमा काम गरेर उसलाई हुर्काइन्। स्कुलबाट फर्किँदा आमाको च्यातिएको चप्पल देखेर ऊ मनमनै भन्थ्यो, एक दिन म यी हातलाई आराम दिन्छु। वर्षौंसम्म उसले अपमान सह्यो, हार मानेन। बिहान मजदुरी, राति पढाइ। असफलता, धोका र पीडाबीच पनि उसले सपना छोडेन। आज रामबहादुर गुरुङ 1 करोडपति बनेको छ। तर उसको सबैभन्दा ठूलो सफलता महँगो घर होइन, ठूलो ब्याङ्क ब्यालेन्स होइन, आमाको आँखामा आएको आँसु र मुस्कान हो। आमाले सोधिन्, अब तिमी खुसी छौ? रामले शान्त स्वरमा भन्यो, आमा, म त त्यो दिन खुसी भएँ जुन दिन तपाईलाई काम गर्न छोड्न भने। सन्देश: पैसाले हैसियत दिन्छ, तर आमाको आशीर्वादले जीवन जिताउँछ। यदि यो भिडियोलाई मन परे, लाइक, कमेन्ट र सब्स्क्राइब पनि गर्नु है त। धन्यवाद।